आजको बारेमा आज पूजाको बारेमा आज श्री मोहनयालको पूजा प्रथम पूजा हुने दिन हो। हरेक वर्ष प्रथम पूजा मोहनी एकादशीको दिन वैशाख शुक्ल मोहनी एकादशीमा श्री मोहनयालको पूजा हुन्छ। यो मोहनी एकादशीमै श्री मोहनयाललाई बम रजबारहरूले चाहिँ मन्दाकिनी नदीमा प्राप्त गरेको दिन, त्यसै दिनलाई आधार मानेर आज श्री मोहनयाल देवताको पूजा चाहिँ गर्ने गरिन्छ। विशेष गरी वैदिक विधिद्वारा हामी भगवान श्री मोहनयालको अनुष्ठान गर्ने गर्छौँ। यो हाम्रो एक वर्षमा 2 पटक चाहिँ पूजा हुन्छ। कार्तिक शुक्ल एकादशी र वैशाख शुक्ल एकादशीमा विशेष गरी यो जेठो पर्व मानिन्छ श्री मोहनयालको र यसै पर्वबाट मोहनयाल देवताको आराधना सुरु हुन्छ र कार्तिक शुक्लमा सम्म चाहिँ लगभग निरन्तर चाहिँ यी मठ मन्दिरहरूमा विभिन्न स्थानहरूमा देवताको पूजा आराधना अनुष्ठान भइरहेको हुन्छ। हजुर मोहनयालको पुजारी हजुर म भरतराज जोशी। यी मोहनयाल भनेका स्वामी कार्तिकेय पत्री वंशी राजाका कुलदेवता स्वामी कार्तिकेयलाई वैशाख शुक्ल मोहनी एकादशीको नामले मोहनयाल नामाकरण भएको इतिहास स्पष्ट छ र पुराणहरूमा स्कन्द कार्तिकेय भनेर व्याख्या गरिएको पाइन्छ। यो मोहनयालको कार्तिकेयको मूर्तिसम्म चाहिँ उहाँको राज सिंहासनमा मयूर पनि छ। अहिले मयूर त छैन, त्यो पनि एउटा सम्बन्धीय मूर्ति त यहाँ भ्राणमा रहेको मूर्ति तल छ। योसँग चाहिँ मयूरहरू पनि छन्। मयूर चाहिँ यहाँ बहिनी छुट्याएको मयूर नानु के चढाउँ भनेर त्यसरी बनाइले हजुर चाहिँ आज कुलदेवताको पूजामा सर्भिस राज्यमन्त्री प्रकाश बहादुर बम आफ्नो कुलदेवताको पूजा लगाउने हिसाबले आज सरी भिज होइन। हजुर यो 12 बोक्टान क्षेत्रको सबैभन्दा आराध्य देवको रूपमा श्री मोहनयाल यो प्रत्येक वर्षको 2 पटक कार्तिक शुक्ल एकादशी र वैशाख शुक्ल एकादशी र पहिला बुढापाकाहरू पनि भन्थे माघ शुक्ल एकादशी र आषाढ शुक्ल एकादशीमा पनि पुज्ने गरिन्थे भन्ने चाहिँ छ र जसले यो अब शिवपुत्रको रूपमा यसलाई त्यसले गर्दाखेरि यो अब यो क्षेत्रकै एउटा आराध्य देव र ठुलो देवताको रूपमा पुजिँदै आएका छन्। पछि विभिन्न गाउँ टोल अब यो बस्तीका कारणले गर्दाखेरि विभिन्न दाजुभाइहरू यहाँबाट विभिन्न ठाउँमा बस्दै गर्दा टाढाबाट मथत पोखल ल्याएर यहाँ चाहिँ यहाँ पुज्न चाहिँ असहज भएका कारणले गर्दाखेरि श्री मोहनयालले त्यसपछि तत्तर ठाउँमा तपाईँहरू गएर यही तिथिमा तपाईँहरू त्यही ठाउँमा चाहिँ मेरो पूजा गर्नुहोला, यहाँ आउनु पर्दैन, यहाँ सबै जतिले यहाँ आउनुहोला र मुख्य चाहिँ थान यो नै हो। यहाँबाट सबै जिजत्री गएका छन्, सबै चाहिँ स्थानहरूमा छन् र म जहाँ भए पनि मेरो पूजा आराधना चाहिँ भइरहेको छ, त्यसरी चाहिँ गरिरहेको भन्ने कुराहरू हजुरको कुलले हजुरको पूर्वजले पुज्दै आएको थियो। हजुरहरू चाहिँ अयोध्याका राजा रामका गुरु वशिष्ठको सन्तति हजुर होइन, गणपति सरदारी बाहुनका हामी गणपति जोशीका सन्तानहरू गुरु वशिष्ठको सन्तति भन्दा पनि हुन्छ। कौडनी गोत्री र अब हामीले यो श्री मोहनयालसँग अहिले होइन पहिल्यैदेखि पराप्रभु कालदेखि नै अब हाम्रो बुवा हाम्रो त्यो गणपतिको सन्तानदेखि लिएर अहिलेसम्म हामीले जो निरन्तरता दिनुपर्ने छ हाम्रो परिवारबाट र त्यो अहिलेसम्म चाहिँ पुगिआएको छ भनौँ। हामीले चाहिँ त्यो श्री मोहनयाललाई
धुपबत्ती गर्ने अवसर प्राप्त भएको छ। सौनक गोत्रीय सूर्यवंश र गोकुलका राजाको कुलदेवता हजुरहरू ती राजाका कुलपुरोहित अयोध्याबाट सँगै आएका गुरु वैष्णव सन्तति। यो राजा तुलुके पालको ताम्रपत्रमा पनि स्पष्ट लेखेको छ सौनक गोत्रीय राजाका कुलदेवताको रूपमा त्यहाँ चाहिँ स्कन्दलाई मान्ने अनि कार्तिकका अनुयायीहरू कार्तिकलाई मान्ने राजा अब सन्ततिहरूले पनि यसलाई मान्नु यसलाई चाहिँ थाम्नु भनेको छ। त्यो अब ताम्रपत्रमा नै राजाको गोत्र र देवताको नाउँ उल्लेख छ। यो देवता हजुरले पूजा हाम्रो पराप्रभु कालदेखि हाम्रा बुवा बाजेहरू अयोध्याबाट कुमाउ बडुवाल कत्तुर हुँदै गोठ्या जहाँ हुँदै जहाँसम्म हामी पुगेका छौँ जहाँसम्म मनाएको छौँ त्यहाँसम्म हामी पनि त्यो सँगसँगै छौँ। अहिले वर्तमान हजुर चाहिँ पुजारीको जेठो हामी नाम बताइदिनुहोस्। नवराज जोशी हजुर। हजुर भराडी हो भराडी भन्नु हजुर नाम बताइदिनुहोस् त। नाम भण्डारी रवि सिंह बोहरा 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 मोनेल देवताको भराडी अलाडी पुजारी भरतराज जोशी उपाध्याय सरकारी ब्राह्मण। डोटी जिल्ला बडीकेदार गाउँपालिका वार्ड नम्बर 1 अलारी राणा हो। एउटा सुलुको थियो सानो काठ गरे सुलुले पनि पठाएको थियो सानो कहाँ गयो एउटा सुलुसँगले पठाएको कहाँ भयो ठिक छ हजुर ठिक छ आमा पाठो भनेर कहाँ हरायो यहाँ आइसक्यो त फरक पर्दैन मैले भन्दा यहाँ पुग्यो भने त्यो फुलवाला के भयो कुन देखाउने भयो ठुलोसँगले एउटा यो हजुरको कुलले पुजेको देवता हजुर हजुरहरूको पुर्ख्यौलीमा पनि गुरु वशिष्ठको सन्तति अयोध्याबाट राजासँगै आएको जहाँ जहाँ राजा गए त्यो साथसाथै कुमाउ बडुवाल हुँदै डोटी आयो होइन। त्यो राजाका कुलदेवता स्वामी कार्तिकेयको हजुर अहिले चाहिँ पुजारी कौडिन्य गोत्री हजुरको गोत्र कौडिन्य गोत्रीय कौडिन्य गोत्र हो। हामी अहिले कौडिन्य गोत्रमा चाहिँ हाम्रो यो पर्वको विषयमा अलि फरक मतहरू यो स्वामी केदार अन्तर्गतका कार्तिक अन्तर्गतका देवी देवता मान्नेको पर्वरमा वशिष्ठ जोडिएको हुन्छ छ भने उहाँहरू वशिष्ठ जोडिएको पर्ववाला भइबस्छ। अरू कौडिन्यवाला फेरि उनको अलिक फरक छ यही त हो नि। हजुरको पर्वमा वशिष्ठ पनि जोडिएको छ। वशिष्ठ पर्वर भएको चाहिँ छ हजुर पर्वमा तर हाम्रो अहिले परम्परा फरक पर्छ। हजुर पर्वर त्रिपर्वर है बताइदिनुहोस् त हजुर कौडिन्य गोत्रीय त्रिपर्वरभित्र कुन कुन? त्रिपर्वरमा कौडिन्य वशिष्ठ पाराशरीति भन्छ एउटा त्योभित्र केदार भागेश्वर हजुरका कुलदेवता पुजारी कौडिन्य वशिष्ठ मैत्रा वरुण चाहिँ हाम्रो पर्वर हो। त्यो पाराशर चाहिँ ए ल ल बताइपछि हजुर चाहिँ भराणी हजुर होइन भराणी उहाँ चाहिँ पुजारी उहाँ भराणी मोहनकै अलाडी हजुर बोहरा बियागोडी बोहरा अब भराण हजुरका घरमा छ। यही मोहनको मूर्तिसँग के छ मजुर पनि छ है मजुर छ मयुर छ। यो मयुर पनि अब कार्तिकको वाहन हो नि त उड्ने वाहन मयुर गुड्ने वाहन बाघ। नाम बताएपछि हजुर रवि सिंह बोहरा। आज वैशाख शुक्ल मोहिनी एकादशीको दिन अब यहाँ सबै जम्मा भएका छन्। आज पूजा हुने गर्ने हिसाबले अहिले हामी अलाडीमा छौँ। अलाडी भनेको अब त्यही अब यहाँ पारी रिसोडी भन्ने छ कोट
कोट यहाँबाट देखिँदैन, बाहिरबाट हेर्नुपर्ने हुन्छ। त्यो कोटको राजाका कुलदेवता हुने। ऋषिडी कोटको कोट भैरवको मन्दिर सेतो देखिरहेछ। त्यो ऋषिडी कोट भने यो चाहिँ मोहनियालको मन्दिर अगाडि